Hi and happy Thursday. Oh, good morning, good afternoon, good evening, which of the part of the world you guys are watching my live or going to watch my replay. Welcome back and आजको लाइभमा जोडिनु भएकोमा धन्यवाद and stay tuned till the end. So आज म इन्ट्रेस्टिङ क्वेसनको बारेमा केही कुरा भन्न चाहन्छु धेरै मानिसहरूले सोध्नुहुन्छ अनलाइन सुरु गर्दा ठुलो सोसल मिडिया चाहिन्छ अब मलाई पनि सुरुमा त्यस्तै लाग्थ्यो तर मेरो अनलाइन बिजनेसमा मैले के सिकेँ भने सुरुमा सबैभन्दा जरुरी कुरा फलोइङ होइन सुरुमा निर्णय गर्नु पर्यो पोजिटिभ माइन्डसेट र विलिङ टु लर्न यदि तपाईँ यदि तपाईँहरूले लाइफमा हुनुहुन्छ भने कमेन्टमा हेलो लेख्नुहोस् र म तपाईँहरूलाई ग्रिट गर्न चाहन्छु र मेरो छोटो परिचय मेरो नाम चम्पा म ओरिजिनली फ्रम भुटानबाट हुँ र अहिले केन्टकी स्टेटमा बसोबास गर्दै आएकी छु प्रोफेसनल वाइज म फार्मेसी टेक हुँ र साइडमा अनलाइन बिजनेस पनि रन गरिरहेको छु र काम परिवार र डेली लाइफ बिचमा मलाई सधैँ लाग्थे कि के म पनि नयाँ कुरा सिक्न सक्छु त्यसपछि मैले अनलाइन बिजनेस एक्सप्लोर गर्न सुरु गरेँ सुरुमा मलाई सबै कुरा नयाँ थियो किनभने म अनलाइन बिजनेस ब्याकग्राउन्डबाट होइन किनभने म बिजनेस ब्याकग्राउन्डबाट थिइनँ सो मैले पनि जिरोबाटै स्टार्ट गरेकी हुँ त्यसपछि मैले अब बिस्तारै सिक्दै गएँ र मसँग ठुलो अडियन्स थिएन फलोइङ थिएन त मलाई एउटै कुरा मैले कुरा डिसाइड गरेँ कि म सिकिरहन्छु र स्टेप स्टेप बाई अगाडि बढिरहन्छु र आज सोसल मिडिया धेरैले इन्टरटेनमेन्टको लागि प्रयोग गर्छन् र केही मानिसहरूले त्यसलाई कनेक्ट गर्न सेयर गर्न र ग्रोथ गर्न पनि प्रयोग गरिरहेका छन् र म अझै सिक्दैछु र तर यो अनलाइन बिजनेसले मलाई नयाँ कन्फिडेन्ट मेरो पर्सनल ग्रोथ पनि दिइरहेको छ यदि तपाईँहरू पनि वर्किङ प्यारेन्ट हुनुहुन्छ र बिजी स्केड्युल छ भने म तपाईँलाई एउटा कुरा सेयर गर्न चाहन्छु सुरु गर्न पर्फेक्ट समय चाहिँदैन पर्फेक्ट हुनु परेन सानो स्टेपबाट पनि सुरु गर्न सक्नुहुन्छ र सबैभन्दा ठुलो इम्पोर्टेन्ट कुरा हो सिक्ने मन कन्टिन्युटी र पोजिटिभ माइन्डसेट हुनुपर्छ यदि तपाईँहरूलाई यो टपिक इन्ट्रेस्टिङ लाग्यो भने फ्युचरमा अझै धेरै कुरा सेयर गर्नेछु यदि तपाईँहरू क्युरियस हुनुहुन्छ र